केही दिनदेखि निरन्तर झरी परिरहेको थियो। झ्याल बाहिरको आकाशले यसको मनको झरीसँगै बगाइरहेको थियो। कोठाको एउटा कुनामा बसिरहेकी थिइन् उनी, हातमा एउटा चिठी जुन उसले धेरै पटक लेखेर च्यातिसकेकी थिए। तर आज उसले लेख्नै पर्छ भन्ने महसुस गरे। माफ गर न, म तिमीलाई दुःख दिएकी थिएँ जब तिमीले केवल माया मात्रै खोज्थ्यौ। उसको आँखा रसाउँदै गयो। त्यो प्रेम जुन उनले कहिले खुलेर स्वीकार गर्न सकिनन्, आज भित्रभित्रै बोलिरहेको थियो। यदि जीवनमा फेरि एउटा मौका पाइन्थ्यो भने म तिमीलाई बेझिझक खोज्थेँ। तिमीलाई माया गर्न, तिमी भित्र हराउन अनि तिमीलाई आफ्नो संसार बनाउने थिए। उनले सम्झिन थालिन् उसको मुस्कान, उसको साथ अनि त्यो सरल प्रेम जसलाई उसले कहिले बुझ्न सकेकी थिइनन्। समाज, डर, अहङ्कार सबै कुराले उसलाई बाध्यो। अनि जब ऊ स्वतन्त्र भइन् मात्र हुने थिइन्, ऊ थिएन। मलाई थाहा छ मैले तिमीलाई गुमाएर ठुलो गल्ती गरेँ। म चुप लागे जब बोल्नु पर्थ्यो, तिमीलाई रोक्न सक्थे तर चुपचाप हेरिरहे। उसको मुटु चिच्याइरहेको थियो, पछुतोको बोझले थिचिएको थियो। तर आज म यति मात्र भन्न चाहन्छु, यदि तिमी कहिले फर्कन्छौ भने म तिमीलाई त्यो प्रेम दिन चाहन्छु जुन तिमी सधैँ योग्य थियो, सम्पूर्ण, निस्वार्थ र अन्तिमसम्म टिक्ने। चिठी सकिन लाग्दा उसका आँखा भरिए। अक्षरहरू अलिअलि धमिलो भए, तर ती सबै शब्दहरू दिलबाट आएका थिए। सायद अब म तिम्रो लागि ढिलो भइसकेकी छु। म तिमीलाई अझै माया गर्छु। यो प्रेम अब शब्द नभएर सास भनेर बचिरहेको छ। फेरि तिमी मलाई माफ गर्न सक्छौ भने म यो जिन्दगी तिमीलाई फेरि माया गर्न समर्पित गर्नेछु। यति लेखेर चिठी उनीहरू कामुनी चुपचाप राखिन्। सास लिँदै पछाडि फर्किन्, मनभरि आशा र भय लिएर कि सायद यो अन्त्य होइन, सायद यो माया फेरि सुरु हुन सक्छ कि